नमस्ते मेरा सम्पूर्ण टिकटक साथीहरू, फेसबुक साथीहरू, युट्युब साथीहरू। यो अहिले सामाजिक सञ्जालमा चाहिँ हाइट हाउसमा काम गर्ने भन्ने आइरहेको थियो होइन। अब त्यो चाहिँ भूत प्रेत यता किचकन्डे पिचबन्डेहरूदेखि चाहिँ धेरै डरमर्दो छ भन्ने पनि सुनेको छु होइन। त्यो मलाई सरकारको कुरो भएन होइन। अब म चाहिँ अलिक गरिब भएको कारणले चाहिँ त्यो लाइट हाउसमा होइन गएर काम गर्ने भए होइन। मलाई त्यो 30 करोड चाहिएन, मलाई 20 करोड दिए पुग्छ होइन। त्यस्तो भूत प्रेतदेखि मलाई डर लाग्दैन होइन। त्यो भूत प्रेत भनेको त हाम्रो आँखा अगाडि जान्छ आउँछ जान्छ होइन, त्यो मतलब छैन कि। तर यो भिडियो चाहिँ साथीहरू त्यो कसले लाउने रहेछ त्यो लाइट हाउसमा, त्यो मान्छेसम्म भिडियो पुऱ्याइदिनु पऱ्यो होइन। म त्यो लाइट हाउसमा चाहिँ होइन 2 दिन होइन कि 3 दिन होइन कि म 1 वर्षसम्म ड्युटी गर्ने हो क्या होइन। त्यो भूतप्रेत त्यो समुद्रदेखि डर होइन क्या। म त एकदम सुनसान घाटमा बसेर पनि ड्युटी गर्न सक्ने मान्छे हो। साथीहरू यो भिडियो चाहिँ त्यहाँसम्म पुऱ्याइदिनु पऱ्यो है। म अब लाइट हाउसमा काम गर्ने हो, जिन्दगी लाइफ सेटल बनाउने हो क्या है। यो अब काम मिल्यो भने तपाईँहरूलाई नि म अलिअलि पैसा चाहिँ दिन्छु ल ल।